आज म फेरि पालिरिङ गुम्बाको प्राङ्गणमा छु। आज यहाँ हाम्रो विशेष बहिनीहरू भेला हुनुभएको छ। तारा बहिनीको रिक्वेस्टमा खास म अब प्रोफेसनल भिडियोग्राफर त होइन, मेरो हबी हो। यसो रहर लाग्छ र खिचिदिएको। अनि तारा बहिनीले देखेर भास्कर दाइ लु आज हाम्रो सोजेङको, हामी त सोजेङ भन्छ तर बहिनीहरूले त फेरि अर्कै के पो सिन्धुप। मैले त सोजेङ भनेर सुनेको थिएँ। एक छाके न्युङ्ने व्रत, बुद्धिस्टको व्रतलाई हामीले न्युङ्ने भन्छ। जो सोजेङ भनेको चाहिँ एक छाक खाएर एक दिन 24 घन्टा बस्ने। आज यहाँनिर हुँदैछ हाम्रो श्री गुरु को खेम्बो श्री लामाको तत्त्वधानमा। तर पनि यता आउनु। अनि जस यहाँ युकेमा हिजो हिट वेभले 35 डिग्रीले निकै साह्रो पार्यो है। अनि अब त युकेमा पनि समरमा एयर कन्डिसन, विन्टरमा हिटर चाहिला जस्तो भयो त। आम्मा हिजो अति नै गरम भएर हिजो सबै आत्तियो, 35 डिग्री थियो। र आज जोस् अब बहिनीहरू भेला भएको छ यहाँ हाम्रो बालकुमारी बहिनी, लेडिजहरू। लु त हाम्रो यहाँ बहिनी र तारा बहिनी दुईजना छ। मलाई पक्का आज सोजेङ को बस्ने हो के हो त्यति राम्रो थाहा छैन। बहिनीहरूले अर्गनाइज गर्ने यहाँ बालकुमारी गुरुङ बहिनी, तारा गुरुङ बहिनी दुईजना छ। लु आज भनिदिनुहोस् त लु बालकुमारी बहिनी, आज के अरे यहाँको बारेमा सोजेङको आज खास के हो कसो हो छोटो जानकारी दिनुहोस् त। हस्, नमस्कार भास्कर दाई, थ्याङ्क यू। हामीलाई यसरी आजको यो हाम्रो पवित्र कार्यक्रममा हजुर आएर एउटा क्यामेराम्यानको काम गरेर हामीलाई यसरी क्वेसनहरू पनि सोधेर अझै पवित्र बनाउने अवसर दिनुभएकोमा नमो गुरुय नमो बुद्धय नमो धर्मय त्रिरत्नको शरणमा पर्दै अनि हाम्रो मूल गुरु मञ्जुश्री माने मलम तम आमा सम्म भनेर हामीले आश्रममा खोलेको छौँ। उहाँको मूल गुरु चाहिँ श्री लामा, खेन्पो श्री लामा गुरु हुनुभएकोले उहाँको पक्का नाम त के पो? खेन रिम्पुचे थुतेन एसए श्री लामा गुरु भनेर भन्नुहुन्छ। अनि उहाँको अगुवाईमा आज हामीले एक दिने अष्टशील पालना गरेर 24 घन्टे व्रत राखेको छौँ। सोजुङको व्रत अनि नेपालीमा सिन्धुपको व्रत भनिन्छ। अष्टशीलको पालना गरिसके पछाडि चाहिँ हामीले उच्च स्थानमा बस्नु नहुने, अनि मदिरापान, मद्यपान, धुम्रपानहरू गर्न नहुने, अनि अब विभिन्न किसिमको सम्बन्धहरू गर्न नहुने। हामी अब वैवाहिक जीवनमा छौँ भने पनि त्यो रात हामी फाल्टै भुइँमा सुतेर त्यसलाई पालना गर्नुपर्ने भन्ने किसिमको सिलहरू हुँदो रहेछ। यसले चाहिँ हाम्रो शारीरिक, वचन र मनलाई अनि यो त्रिरत्नको शरणमा परेर हामी शुद्ध भएको अनुभव हुन्छ भन्ने हाम्रो गुरुहरूको मान्यतालाई लिएर यसरी नै हामीले यो सेजुङ व्रतहरू प्रत्येक वर्ष गरि आएका छौँ र हामीलाई यसै पवित्र भएको पनि फिल भइरहेको छ। थ्याङ्क यू भास्कर दाई। सायद अब पुरा त भएन होला, मैले दिने कोसिस गरेको थिएँ। मेरो चाहिँ यति नै है दाई। थ्याङ्क यू सो मच। हुन्छ, थ्याङ्क यू बहिनी। अब यहाँ हाम्रो तारा बहिनीलाई सोधौँ त, के अरे तारा बहिनी अन्त पहिला पनि यो सोजेङ व्रत बस्नु भएको हो कि? म त बसेको छु। बसेको छैन, आज प्रथमपल्ट हो? म चाहिँ अब फर्स्ट दबाई गर्दाखेरि आज चाहिँ बस्ने हो कि नबस्ने? ए बस्दैन, बस्नु त्यही। अच्छा, ओके। अनि यहाँ गुम्बामा यो सोजेङको व्रत मलाई जहाँसम्म लाग्छ यो पहिलोपल्ट होला हो? आमा समूहहरूले गरेको चाहिँ फर्स्टचोटि हो। तर बिसिसी केन्ट समूहले चाहिँ हामीले 2-3 चोटि राखिसक्यो। तर यो गुम्बा प्राङ्गणमा त भएको थिएन नि? गुम्बा प्राङ्गणमै भएको थियो। हो र? भर्खरै मात्रै पनि लास्ट महिना यो सागा दावाको बेलामा चाहिँ हामी बिसिसी क्यान समूहले नै राखेको थियौँ नि त भास्कर दाई। अन्त यो गुम्बा त चालु भएको थिएन त्यति बेला होइन कि? गुम्बा यहीँ नै चालु भइरहेकै थियो। हो र? जस हामीले चाबी पाइसके पछाडि अब यो भनेपछि माथिल्लो तलामा तलै राख्यौँ। यो 17 तारिकबाट सकियो हाम्रो यो सागा दावा होइन। 17 तारिकको अगाडिको दशमी तिथि पारेर चाहिँ हामीले सेजुङको व्रत राखेको थियो। ए हो र? यो मतलब हजुर र आमा पनि आउनु भयो जस्तो लाग्छ त। यहीँ नै राखेको थियौँ। हल तयारी भइसकेर? हल तयारी भइसकेर। तर हजुर त्यो चाहिँ हाम्रो लोपेन्ला नामगेल गुरु र
काजी गुरुको संसर्गमा हामीले पिसिसी क्यानबाट बसेको थियौँ। भनेपछि बहिनीले चाहिँ कतिपल्ट बसिसक्नु भयो म त फर्स्ट हो त्यो सेजुङ चाहिँ। यो आफन्तहरू अनि जति पनि अहिले यो हाम्रो नेटबाट देखिराख्नु भएको साथीहरू र फेरि पछाडि फलोअप दाइको फलोअपमा बस्नुहुने साथीहरूलाई हजुरहरूको नजिकको गुम्बामा यस्तो किसिमको सेजुङ न्युनी राख्छ भने र हजुरहरूले बस्नु सक्नुहुन्छ या ट्राई गर्नुहुन्छ भने चाहिँ यो सुवर्ण अवसरमा सहभागी भइदिनु हुन हार्दिक विनम्र अनुरोध गर्दछु। हुन्छ, थ्याङ्क यू बहिनी, थ्याङ्क यू। थ्याङ्क यू दाइ। पालना गरिसक्यो भने बुद्धकालीन समयको 1 वर्ष शील पालना गरेको पुण्य प्राप्त हुन्छ भनेर युग्ने महाप्रतिफल ग्रन्थहरूमा बुद्धको चाहिँ धोलेपेमा कर्म भन्ने चाहिँ सूत्रहरूमा धेरै ठाउँमा बताउनु भएको छ। यसकारण भविष्यमा कलियुगको प्राणीहरूले आफ्नो पुण्यको कारणले गर्दा हामीले बुद्धलाई चाहिँ प्रत्यक्ष अहिले देख्न पाएनौँ। अहिले हामीले बुद्धको प्रतिनिधि बोधिसत्व गुरुहरूलाई मात्र हामीले देख्न पाएको छ। अहिलेको कलियुगमा बुद्धलाई स्वयं साक्षात रूपमा हामीले देख्न नपाएको बेलामा चाहिँ शील चाहिँ पालना गर्यो भने बुद्ध निर्वाणमा जानुभन्दा अगाडि भविष्यमा हामीले त बुद्ध देख्दैन, बुद्धको साक्षात दर्शन हुँदैन, हामीले बुद्ध कसलाई मान्ने भनेर प्रश्न गर्नुभएको बेलामा भिक्षु आनन्दले बुद्धलाई पनि आफ्नो प्रश्न गर्नुभएको छ। अहिले हामीले त हजुरलाई देख्न पायौँ, तर हजुर निर्वाणमा जानुभयो भने त भविष्यको प्राणीहरूलाई त देख्नुहुन्न, दर्शन पाउनुहुन्न। त्यो बेलाको प्राणीहरूले चाहिँ बुद्ध कसलाई मान्ने भन्ने बेलामा बुद्धको प्रतिनिधिको रूपमा त थुप्रै गुरुहरू आउनुहुन्छ, तर साक्षात बुद्ध चाहिँ को हो भन्यो भने विनय हो। विनय भनेको शील हो है। साक्षात बुद्ध भनेको शील पालनाको परम्परा नै साक्षात बुद्ध हो भनेर बुद्ध स्वयं निर्वाणमा जानुभन्दा अगाडि बताएको हुनाले शील पालना भिक्षुणीहरू शील पालना गरेको व्यक्तिहरूको यो चिवर पत्र धारण गरेको चाहिँ भोग गर्न पनि अधिक पुण्य प्राप्त हुन सक्ने है। यसले गर्दाखेरि भिक्षुणीहरू त धेरै उच्च तहको हाम्रो चाहिँ पूजनीय स्थानमा पर्छ है। भिक्षुणीहरू यो चाहिँ श्रमणेरिकाहरू पनि यसमा तह तब्क चाहिँ शरण गमनको शील मात्र लिएको व्यक्तिहरू त निम्न स्थानको चाहिँ धर्मको निमित्त म यो अक्षशील धारण गर्छु, पालना गर्छु भन्ने जुन सङ्कल्प छ त्यो बोधिचित्त हो नि। बोधिचित्तको सङ्कल्प यसमा समावेश भएकै कारणले गर्दा भिक्षुणीले पनि पालना गर्न सकिने प्रावधान रहेको छ। यसमा फेरि यो झिमरुकको पूजामा चाहिँ थेरवाद बौद्ध परम्परा पनि मिसिएको छ, महायान बौद्ध परम्परा पनि मिसिएको छ, वज्रयान बौद्ध परम्परा, तीनैवटा बौद्ध धर्मको परम्परा मिसिएको विधि साधना के हो? झिमरुक पूजा हो, युग्नी पूजा पनि हो। झिमरुक साधना र युग्नी साधनामा चाहिँ बौद्ध परम्पराको तीनैवटा बौद्ध परम्पराको विधि र चाहिँ पद्धतिहरू चाहिँ समावेश भएको हुनाले असाध्यै चाहिँ प्रभावशाली छ। अनि फेरि युग्ने र झिमरुक पूजामा के फरक छ भने युग्ने चाहिँ 2 दिन अथवा 48 घण्टा पुरा बस्यो भने बल्ल एक जोडी सम्पन्न हुन्छ। त्यो आयोजना गर्नको लागि पनि हामी बेलायतको ठाउँमा निकै तयारी, व्यवस्थापन, तयारी सबै कुराको चुनौती हुन्छ। यस कारणले हामीले चाहिँ समय र परिस्थितिलाई मध्यनजर गर्दाखेरि झिमरुक चाहिँ 24 घण्टा मात्रै हो, एक दिन मात्रै, त्यो पनि एक छाक खाएर बस्दाखेरि समय र परिस्थिति अनुसार चाहिँ झिमरुक भन्ने युग्ने भन्दा झिमरुक अलिक सजिलो पनि छ, समय अवधि छोटो पनि छ, पुण्यको तुलना गर्दा पुण्य बराबरै छ, युग्नेसँग बराबरै छ, गर्दाखेरि एक दिन भए पनि अक्षशील धारण गरेर बस्ने पुण्य असाध्यै ठुलो छ। उपासक आज अब यहाँ हाम्रो पार्लिरिङ गुम्बामा सोजेङ कन्डक्ट गर्नु हुँदैछ यहाँ हाम्रो खेम्पु गुरुले, र खेम्पु गुरुलाई अब पहिलोपल्ट यो मौका मैले लिएको छु। खेम्पु गुरु, अब यहाँ हाम्रो बहिनीहरूले ल आजको सोजेङको यसो भिडियो लिइदिनुहोस् न है भनेर मलाई रिक्वेस्ट गर्नुभयो र तपाईँलाई आज 2 शब्द भनी माग्ने एउटा मौका पनि पाएँ। यो मौकामा हजुरले यसो आजको सोजेङको बारेमा अनि हजुरको परिचयसहित यसो भनिदिनुहोस् न है। आज फर्स्ट टाइम मेरो च्यानलमा तपाईँलाई मैले इन्टरभ्यू लिँदैछु, यसो भनिदिनुहोस् न हजुर। हजुर नमस्कार, मेरो नाम हेम्पोसिर लामा गुरुङ तपिनेसे। आज पल्ड्रिलिङ गुम्बामा सिङडुप पूजासँगै सोजोङ अष्टशील ग्रहण गर्ने कार्यक्रम आयोजना गरिएको छ। मञ्जुश्री माने मलम तमु आमा समूहले आयोजना गरिएको छ। यो शील पालना व्रत बस्ने परम्परा बुद्धकालीन समयबाट नै अविच्छिन्न रूपमा चलिआएको परम्परा हो। यसमा पनि यो अष्टशील पालना गर्ने पुण्य चाहिँ
अत्यन्तै प्रभावशाली, अत्यन्तै लाभदायक हुने भएको हुनाले बेलायतको परिवेशमा एक दिवसीय सोजोङ व्रत पालन गर्ने परम्परा मञ्जुश्री मानी मलम तमु आमा समूहले विगत 4 वर्षदेखि प्रत्येक वर्ष यो एक दिवसीय सिउँडुप सञ्चालन गर्दै आउनुभएको छ र यो सिउँडुप पूजा विधि भोट भाषामा भएको पूजा विधिलाई नेपालीमा पनि अनुवाद गरेर प्रकाशनमा ल्याइसकेको छ। यसलाई भक्तजन सर्वसाधारणहरूले पनि बुझ्ने भाषामा अनुवाद गरिएको छ। यो शील पालना चाहिँ एक दिने शील पालनाको नियमहरू 8 प्रकारको नियमहरू पालना गरिन्छ। 8 प्रकारको नियमहरू के हुन् त भन्दा पहिलो नियममा कुनै पनि पशु प्राणीहरूको हत्या हिंसा गर्दिन है। अनि त्यसमा मच्छरहरू, कमिलाहरू, झिङ्गाहरू पनि मार्नु हुँदैन, त्यो अन्तर्गतमा पर्छ है। अनि 2 नम्बरमा चोरी नगर्ने, अरूको सारसामानहरू पनि अनुमति लिएर मात्र चलाउने, प्रयोग गर्ने, चोरी नगर्ने 2 नम्बरमा। तेस्रो नम्बरमा ब्रह्मचारीमा बस्ने। ब्रह्मचारी भनेको चाहिँ गृहस्थी भए पनि यौन सम्पर्क नराख्ने, ब्रह्मचारी पालना गर्ने 24 घण्टासम्म। अनि त्यसपछि 5औं नम्बरमा झुटो वचन नबोल्ने, 4औं नम्बरमा झुटो वचनहरू नबोल्ने, सत्य बोल्ने, मन्त्र उच्चारण गर्ने, सत्य बोल्ने। 5औं नम्बरमा नशालु पदार्थहरू जहाँ रक्सीहरू, सुर्तीहरू, चुरोटहरू जस्तो मादक पदार्थको सेवन नगर्ने। 6औं नम्बरमा उच्च स्थानमा नबस्ने, धर्मको दीक्षा दिने, साधनाको अगुवाई गर्ने गुरुहरू चाहिँ सानो एउटा धर्म आसनमा बस्ने अनुमति छ। सर्वसाधारण भक्तहरू चाहिँ निम्न स्थान भन्नाले होचो ठाउँमा, कुर्सीमा बस्नु भएन, सोफामा बस्नु भएन, राति सुत्ने बेलामा पनि भुइँमै बिस्तारा लगाएर सुत्नु पर्यो है, निम्न स्थानमा बस्ने। अनि 7औं नियम भनेको विकालको खाना नखाने। विकालको खाना भन्नाले दिनको 11 बजे 12 साढे 12 भित्रसम्मको एक छाक मात्रै खाना खान पाउँछ। त्यो पनि सबै धर्ममित्रहरू एकै स्थानमा बसेर बुद्ध बोधिसत्वलाई अर्पण गरेर अनि बल्ल चाहिँ भोजन चाहिँ शुद्ध शाकाहारी भोजन। त्यो पनि फेरि त्यो बाहेक चाहिँ बिहान बेलुकी चिया पानीहरू पिउनसम्म मिल्छ, खाना खान मिल्दैन। यदि खाना खाएमा विकालको भोजन हुन जान्छ, विकालको भोजन सेवन गरेमा शील भङ्ग हुन्छ, यसकारण विकालको खाना नखाने। अनि अन्तिम शीलभित्र गीत गाउने, नाच्ने, उफ्रिने, कराउने, चिच्याउने इत्यादि चाहिँ गर्नु हुँदैन है। अनि अनुशासित भएर बस्ने। त्यसमा पनि फेरि महँगो गहना, सुनको गहना, हिरो मोतीको गहनाहरूको चाहिँ लगाउने, महँगो कपडाहरू पहिरिने जस्तो चाहिँ शीलको नियम विपरीत हुन जान्छ। यो उपनियमभित्र चाहिँ गीत गाउने, नाच्ने, उफ्रिने, कराउने, चिच्याउने, दगुर्ने, भाग्ने इत्यादि चाहिँ गर्नु मिल्दैन। गरेर यो शील चाहिँ 24 घण्टा पालना गर्दा, यो शील पालना नियम बनाएर नियममा बन्धक भएर बस्ने मात्रै होइन कि यसमा अमिताभ बुद्धको साधना हुन्छ, ध्यान हुन्छ, पूजा हुन्छ। यो पूजा र ध्यान साधना सँगसँगै हामीले अभ्यास गर्दाखेरि चाहिँ हामीलाई चाहिँ त्योसँगै अनुशासन पालना गरेर शील पालना गरेर पूजा गर्नु र शील पालना नगरिकन पूजा गर्दाखेरिको अनुभवमा धेरै फरक हुन्छ। किनभने शील पालना गरेको दिनमा त हामी त एकदम शुद्ध स्वच्छ भएर शरीर शुद्ध, वचन शुद्ध, चित्त शुद्ध, 3 द्वार नै शुद्ध भएर पूजा साधना गर्नु र त्यतिकै सधैँको जस्तै नियमित चाहिँ शील पालना नगरिकन पूजा मात्रै गर्दाखेरिको अनुभूति चाहिँ एकदम फरक हुन्छ। यस कारणले यो शील पालना गर्ने व्यक्तिहरूले अरू शील पालना नगरेको व्यक्तिहरूले पनि पुण्य त प्राप्त हुन्छ, तर शील ग्रहण गरेको व्यक्तिको पुण्य चाहिँ तुलना हुँदैन। शील पालना गरेको व्यक्तिको पुण्य त धेरै उच्चतम हुन्छ, धेरै प्रभावशाली हुन्छ। किन भन्दाखेरि बुद्ध र बोधिसत्वहरूले देखाएको मार्ग हो। भगवान् बुद्ध स्वयंले पनि शील धेरै पालना गरेको पुण्यले गर्दाखेरि उहाँ बुद्ध बन्नुभएको हो। त्यस्तै गरेर बुद्धको ज्ञान प्राप्त गर्नुभएको जति पनि बोधिसत्वहरू, सिद्धि प्राप्त गुरुहरू छ, उहाँहरूले ज्ञान र शक्ति प्राप्त गरेको मूल जग र बिउ भनेको के हो? शील हो। शील भनेको चाहिँ बुद्ध धर्मको शब्द हो। यसलाई शील भन्छ, शील पनि भन्छ है संस्कृतमा। त्यो शील भनेको के हो भने अनुशासन है, शरीरको अनुशासन, बोली वचनको अनुशासन, चित्तको अनुशासन। यो 3वटा अनुशासनलाई चाहिँ पालना गर्न सक्यो भने त्यो व्यक्ति चाहिँ जीवनमा दुःख पाउँदैन। त्यो व्यक्तिको जीवन चाहिँ सार्थक बन्छ, सफल बन्छ,
गर्दाखेरि समग्रमा सिल भनेको जीवन सफल बनाउने सूत्र हो भनेर भन्न चाहन्छु। बुद्ध बोधिसत्वले बताउँदै आएको। त्यसकारण हामी 365 दिनमा 365 दिन नै सिल पालना गर्न सम्भव छैन। गृहस्थी जीवनमा काम गर्नु, कर्म गर्नु, पेसा गर्नु, परिवारको रेखदेख गर्नु सबै कारणले गर्दा, तर 365 दिनमा एक दिन त सिल पालना गर्न सक्छौँ नि हामीले है। एक दिनको सिल पालना गर्दाखेरि त्यो सिल पालनाको अनुभव र पुण्यकोले अरू चाहिँ 364 दिन नै त्यसले प्रभाव पार्छ। किनभने म अनुशासित बन्नुपर्छ, म बदमासी हुनु हुँदैन, म व्यभिचारी कर्ममा लाग्नु हुँदैन, म त सदाचारी बन्नुपर्छ, म नैतिकतावान बन्नुपर्छ भन्ने त्यो प्रेरणा चाहिँ यो 24 घण्टा सिल पालना गरेको त्यो प्रभावले हामीलाई चाहिँ वर्षभरि नै जिन्दगीभरि नै त्यसलाई हामीले प्रेरित गरिराख्छ। यसकारणले यसले समग्रमा अनुशासनको शिक्षा दिन्छ, अनुशासित जीवन जिउने प्रेरणा दिन्छ। आफू अनुशासित भएर जीवन जिउनुपर्छ अनि आफ्नो परिवारले अनुशासित बनाउन सक्छ र आफ्नो समुदाय र सिङ्गो मानव समुदायमै भएको समस्या, झगडा, अशान्तिहरू आउनुको कारण के हो? अनुशासित जीवन जिउन नसक्नुको कारणले नै यो संसारमा चाहिँ समस्या बढ्दै गइरहेको हो। यसकारण यो पालना आफैबाट सुरुवात गर्नुपर्छ। समग्रमा अनुशासित जीवन जिउने चाहिँ शिक्षा चाहिँ अष्टशील सोजोङ व्रत पालनाले अनुशासित जीवन। अनि एउटा यसमा मेरो जिज्ञासा ख्यान्पु गुरु, तपाईँले खाना खानु चाहिँ एक छाक मात्रै भन्नुभयो नि, बिचमा पानीहरू चियाहरू पिउनु चाहिँ मिल्छ आज? अनि भोलि चाहिँ कति बेलासम्म चाहिँ खानु नहुने? भोलि बिहान उज्यालो नहुनेसम्म। भनेपछि बिहान उठेर ब्रेकफास्ट खानु मिल्यो त्यहाँदेखि चाहिँ? मिल्यो। बिहान उठेर ठुई पानी खाने अनि ब्रेकफास्ट खाने। हजुर, त्यहाँदेखि चाहिँ सकियो। त्यहाँबाट सिलको अवधि नै 24 घण्टा हो। अहिले बिहान लिएपछि भोलि बिहान त्यो सिलको अवधि पुगेपछि आफै समाप्त हुन्छ। हजुर हजुर। ए भनेपछि आज अब जति पनि सिल पालन गर्ने हुनेहरू चाहिँ घरमा गएर चाहिँ बिस्तारामा सुत्नु भएन? हजुर, उहाँहरू चाहिँ साधारण बिस्तारा लगाएर भुइँमा सुत्ने, साधना गरेर बस्ने, केही पनि नखाने, पानी पिउने, चिया पिउने मिल्यो, तर ठुई पानीहरू चाहिँ पिइराख्ने है। ठुई पानी भनेको हाम्रो यस्तो शुद्ध जल हुने हुन्छ। यहाँ चाहिँ केसर स्याफ्रोन हालेको हुन्छ, 25 प्रकारको जडीबुटी मिसिएको दबाई हालेको हुन्छ, यसलाई मन्त्र गरेको हुन्छ। यो पानीलाई ठुई पानी, यो ठुई पानी चाहिँ बोतलमा लाने अनि यो खाने, चिया पिए पनि, दुध पिए पनि, जुस पिए पनि ठुई पानी चाहिँ अलिकति खाने, शुद्ध भएर खाना नखाने। अनि अब यहाँहरू यहाँ सिल पालन गरिन्जेलसम्म आज दिनभरि तपाईँसँग यहाँनिर पूजामा भइन्जेलसम्म त उहाँहरू बोल्नु पाउनु भएन। घरमा गएर चाहिँ बोल्नु पाइन्छ? यहाँ पनि बोल्न पाउनुहुन्छ। पाउँछ, बोल्न पाउनुहुन्छ, तर पूजा साधनामा बसेको, ध्यानमा बसेको बेलामा चाहिँ बोल्दैन। अरू समयमा त बोल्न मिल्छ। ए अच्छा 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 अच्छा, हुन्छ। हवस्, धेरै धेरै धन्यवाद हजुर खेन्पुजी। आज अब यो सोजोङको बारेमा छोटो जानकारी दिनुभयो, धेरै धेरै धन्यवाद हजुर, थ्याङ्क यू। अब यहाँ बहिनीले हेल्थ एन्ड सेफ्टीको बारेमा भन्नुहुँदैछ। सम्पूर्ण सदस्यहरू लगायत आज यहाँ उपस्थित हुनुभएको आमा बाबा, दाजुभाइ, दिदीबहिनी, नानीहरू र आज यहाँ हाम्रो पानीले गुम्बामा सिन्दुर व्रतका लागि पाउनुभएका सबै अतिथि पाहुनाहरूमा नमस्कार, चार्जलो टाँसिदेवी। बहिनीहरूले स्वागत मन्तव्य दिनुहुँदैछ। स्वागत। हेल्थ एन्ड सेफ्टीको बादमा स्वागत गर्नुहुँदैछ।
कलश साधना है कलश साधना भनेको युठी बाँधेलाई जपेर साधना गरेको भाग है 125 मा नमस्कार बहिनी ल यहाँ बहिनीहरू अब आजको सोजङमा मुख्य ब्याकग्राउन्डमा भूमिका निभाउने बहिनीहरू यहाँ खानापिना अघि गरममा आज पनि निकै हिजो जति नभए पनि आज पनि 29 त छ गरम गरम हुन्छ कि के हो हिजो त 35 डिग्री त साह्रो पर्यो है हिजो त यो ब्लाइन्ड छैन है ल बहिनीहरूले पनि पुण्य कमाउनु भएको छ आज अब कसैले व्रत बसेर कहिले मलाई पनि यो भिडियो खिचेर पुण्य कमाउने मौका दिनु जन महापुण्य कमाउनु भयो आइदिनु भयो त्यसमै हामी एकदम खुसी भाइ बधाई पनि दिनुपर्छ हाम्रो दाइ ए हुन्छ Together.
ल भान्जीहरू खै अनुहार हटाउनु हो भान्जी के अरे भान्जी भान्डी नसब न हो अनुहार ए नका के भन्दैछ यहाँ दुईजना भान्जीहरू हजुर दुईजना भान्जीहरू यहाँ रिसेप्सनमा आज के पो भन्छ के एकाउन्टिङ ओके हजुर ओके ल ल भलन्टियर भान्जीहरू गुड 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 ए यो किताब चाहिँ अघि गुरुले कुरा गर्नुभएको निङ्नेको किताब यो हो यो चाहिँ निङ्नेमा मात्रै चल्छ के हो हो अब भेन्डल चढाउने Mami,
अब व्रत बस्नेहरूले चाहिँ बत्ती बाल्ने। नमस्कार दिदी। बत्ती बाल्ने 108 बत्ती बाल्ने अरे। अब बत्ती बाल्नु जाने अरे। अब बत्ती बाल्ने बेला भएछ। यहाँ दिदीबहिनीहरू बत्ती बाल्ने जग्गा यहाँ छ। बत्ती बाल्ने ठाउँ चाहिँ यहाँ टेम्परेरी। यो त टेम्परेरी हो नि भाइ? भाइ ओ बल भाइ, यो त खास टेम्परेरी हो नि होइन? यहाँ चाहिँ बत्ती बाल्ने। बत्ती बाल्ने यहाँनिर। लगाइदिनु भयो। आज हिजोको जति गरम नभए तापनि गरमै छ। आज 29 डिग्री हुन्छ भन्दै थियो। राति निकै थन्डरस्टर्म आएर अलिकति शीतल त पार्यो। तर अब आजदेखि अलिअलि शीतल हुँदै जाँदैछ। अर्को हप्ता शीतलै छ। 23 डिग्री 22 डिग्री 23 डिग्रीहरू छ अर्को हप्ता। 35 डिग्री चाहिँ अलिक साह्रै पर्दो रहेछ हौ। 35 डिग्री छ। तपाईहरुको टेबलमा ओछ्याउनु भएको टेबल क्लोथको चाहिँ पट्याएर राख्नु पर्यो। त्यो कोचेन कपडा चाहिँ हजुरहरू जस्तो गृहस्थी भक्तज्यूहरूलाई चाहिँ खाना खाने बेलामा चाहिँ अनुमति प्राप्त छैन। यसमा चाहिँ यो किताब राख्नको लागि, ढिङ्गो राख्नको लागि, डमरू राख्नको लागि, चढाउने आच्छादा माला राख्नको लागि अनुमति प्राप्त छ। खानाहरू राख्नको लागि चाहिँ पाप लाग्छ अरे के। अनि यसमा चाहिँ हजुरहरूले यो निकालिदिनुहोस्, खाली गरिदिने। त्यहाँ चाहिँ खाना ल्याउँछ। अब खाना खाने बेलाको नियम सबैले पालना गर्नुपर्छ। दबाई खानु छ भने तपाईँको छेउमा राख्ने। दबाई खाना खाने पछि कोही खाना खानुभन्दा अगाडि दबाई खाने हुन्छ, कोही खाना खाने बित्तिकै दबाई खाने हुन्छ। खाना चाहिँ दबाई आफ्नो साथमा राख्नुहोस्। अनि खाना चाहिँ अगाडि आइसकेपछि भात चाहिँ राम्रोसँग डल्लो पारेर चाहिँ 5 औलोको छाप बस्ने गरेर भातको डल्लो बनाएर छेउमा राख्ने। खाना खाने बेलामा थाल सार्ने, उचालेर खाने, एकछिन यसो चाहिँ चलेर खाने गर्नु हुँदैन। थपक्क चाहिँ एक ठाउँमा बसेर खानुपर्छ। अनि बिचमा खाना सक्यो, सब्जी सक्यो भनेर पनि हाम्रो स्वयंसेवकहरूले हजुरहरूको ठाउँको ठाउँमै ल्याइदिनुहुन्छ। दाल सक्यो भने ल्याइदिनुहुन्छ, भात सक्यो भने ल्याइदिनुहुन्छ। हजुरहरू उठिराख्नु पर्दैन। उठ्यो भने के हुन्छ, पाप लाग्छ है। अनुशासनबाट हामी बाहिरिन्छ। फेरि उठ्नु हुँदैन। खाना खाइ नसक्नेसम्म उठ्नु हुँदैन। अनि खाना खाइ नसक्नेसम्म चाहिँ खाना खाइसकेपछि छामु उठाउँछ, छुई पानी खान्छ। त्यो भित्रसम्म हजुरहरू चाहिँ दबाई खानुपर्नेहरू, फलफुल खाने, सबै खाने। अनि उभिसकेपछि खाना खानेको अब डिसिप्लिन। अनि जुन ठाउँमा बस्नु भएको छ भर्खरै हाम्रो चाहिँ बत्ती बालेर आउनुभयो त्यो ठाउँमा बस्दिनुहोस्। अनि अब खाना हाम्रो स्वयंसेवकहरूले खाना ल्याउनुहुन्छ। अनि आफ्नो अगाडिको टेबल क्लोथ मैले भनेको यो टेबल क्लोथ चाहिँ पट्याएर आफ्नो झोलामा राख्नुहोस्। अनि खाना खाइसकेपछि हाम्रो पूजा चाहिँ
1 बजेबाट हाम्रो पूजा सुरु हुनेछ। धन्यवाद सबैजनालाई। म पनि बाल्नु पर्यो। बोल्दैन त यताबाट जानु 2 जना यताबाट जानु उहाँ यसरी आउँछ यसको माथि हाल्नु पर्यो पानी पर्ने थियो आज गर्मी खै बिहान एकछिन पानी पऱ्यो कस्तो आनन्द भएको मैले 10 वटा बाल्दिएँ होइन ल अब खानाको मेलोमेसो सुरु भएछ। हाम्रो व्रत बस्नेहरूलाई यहाँ अगाडि, यहाँ लामा गुरुहरूलाई यहाँ सोझ्याङ बस्नुहुनेहरूलाई यता खाना आजको अन्तिम मल्लम, अन्तिम प्रार्थना। हजुर सोझ्याङको अन्तिम प्रार्थना अब यो सकेर आजको सोझ्याङ सकिने। आयोजक समितिका अध्यक्ष उपासिका बालकुमारी गुरुङ दिदी, बिसिसी क्याम्प कर्लिडिङ गुम्बाका अध्यक्ष निमतेन सिंह दाजु, कार्य समितिमा आबद्ध रहनुभएका सम्पूर्ण धर्ममित्रहरू, डायमन्ड बुद्धिस्ट सेन्टरबाट उपस्थित हुनुभएका अध्यक्ष उपासक चन्द्र प्रसाद गुरुङ भाइ, अन्य डायमन्ड बुद्धिस्ट सेन्टर परिवारका धर्ममित्रहरू, सम्पूर्ण उपासक उपासिका धर्ममित्रहरू, आज 27 जुनको शनिबारको यो प्रचण्ड गर्मीको समयसँग हामी यो सिङ्गुक साधना र सोझुङ व्रत पूजा अत्यन्तै विधिवत र सफलताका साथ हामीले सम्पन्न गरेका छौँ। यो पुण्यको फलले संसारमा बुद्धको शासन र शिक्षा गाउँ पुनः कार्यमा फैलिएर जाओस् र सबै मान्छेको मनको अन्तर्कुन्तरमा बुद्धको आशीर्वाद, धर्मको आशीर्वाद, सङ्घको आशीर्वाद प्राप्त भएर सबै मान्छे र प्राणीको मनमा करुणा जागोस्, दया जागोस्। नमो बुद्धाय, नमो धर्माय। धर्मको शरणमा, सङ्घको शरणमा, बुद्धको शरणमा पर्दै फेरि हाम्रो मूल गुरुलाई शिरोपर गर्दै
जुतेनेसे खेल रिम्पोचे जुतेनेसे श्री लामा हाम्रो मधुश्रीको मूल गुरुलाई हामी सिरोपर गर्दै उहाँलाई वन्दना गर्दै र हाम्रो सधैँ हामीलाई नजिकबाट सघाउने काजी गुरुलाई पनि वन्दना गर्दै अनि सम्पूर्ण मेरो कार्य समिति ग्रुप सम्पूर्ण आमा समूह अनि आज विभिन्न ठाउँबाट मैले हजुरहरूलाई एउटा सानो चिठी दिएर दुःख दिएको थिएँ। त्यो मेरो चिठीको निमन्त्रणालाई स्वीकारेर हजुरहरू विभिन्न ठाउँबाट यसरी पाउनुभएको सम्पूर्ण हजुरहरू बाबा आमा दाजुभाइ दिदीबहिनी भाना भान्जी र प्रत्येक ठाउँमा आफ्नो मान सम्मान कमाएर बस्नुभएको दाइ दिदीहरूलाई मेरो हृदयबाट न्यानो